यसो गरेर हल्का सा खोलौँ। यस यो आयो। यो चाहिँ आरो प्लानको फिल्टर हो गाइस। चाबी यस्तो हुन्छ। आरो प्लान बनाउँदैछौँ हामी। सर्ट पिस यहाँ छ। यसको यो त फिल्टर भयो। अर्को फिल्टर चाहिँ फुटेको थियो, त्यसै कारण हामीले नयाँ फिल्टर चेन्ज गर्दैछौँ गाइस। यो सामान आइसकेको छ, सामान रेडी भइसकेको छ। ल मेरो चाहिँ यो फुटेको थियो, यो चाहिँ यहाँबाट हो, यहाँबाट फुटेको थियो। तर म यो सिलगढीबाट लिइसकेको छ हो, सिलगढीबाट लिइसक्यो। यसको पार्ट्सहरू यहाँ छ है। यो के भएको थियो भने चाहिँ म तपाईँहरूलाई देखाउने छु, किनभने आरो प्लानमा चाहिँ हाई प्रेसर हुन्छ नि त कि, त्यसै कारण अलिकति क्र्याक भएको छ भने नि लिकेज भइहाल्छ। त्यसले गर्दा हाम्रो चाहिँ के भएको थियो भने यहाँ पुरा क्र्याक आएको छ है, यहाँ पुरा क्र्याक आएको छ। त्यसले गर्दा यो साइडबाट पुरा लिकेज हुन्थ्यो हो। त्यसले गर्दा आरो प्लान चलाउनु सकेको थिएन। तर जे होस् मैले नयाँ लिएर आएको छु है। नयाँ एकदमै दामी छ, नयाँ हो। यसलाई फिटिङ गरेर हामीले देखाउने छौँ। Kapan tempo isi dalam semua? Coba coba. ल गाइस, हाम्रो आरो प्लान्टको हाम्रो जुन फिल्टर चाहिँ हाम्रो है यो क्र्याक भएको थियो र लिकेज भइरहेको थियो, यो जुन चाहिँ आरो प्लान्ट है, यो हामीले नयाँ आज चेन्ज गरेको है। अहिले दामी रन हुँदैछ, एकदमै दामी चल्दैछ है, दामी चल्दैछ। त्यसरी नै यो डिक्सन पनि चलिरहेको छ, पेट्रोल पम्प चलिरहेको छ। यस्तो दामी चलिरहेको छ। ल गाइस, फाइनल्ली कम्प्लिट भयो। थ्याङ्क यू सो मच।